किनकि हजुरआमा हुनुहुन्छ। हजुरआमा चाहिँ हाम्रो लागि भगवान हो। उ नभएको भए सायद हामी हुँदैन थियो होला हैन। उहाँहरूलाई हामीले चाहिँ सेवा गर्न पाउनु चाहिँ हामी चाहिँ एकदम गर्व सम्झिनुपर्छ गाइस चाहिँ। जुन आमाहरू हुनुहुन्छ नि, आमाहरूको गुण हामीले कसै गरेर पनि किन्न सक्दैन। So hello guys, good morning and namaste. Welcome back to my channel Gurung Kancha DJ vlog ma. Ani new day, new vlog. I hope you guys all fine. We are also fine here है guys. अनि त्यो हो अनि हाम्रो चाहिँ फाइनली दाउराहरुको पनि मैजार भइसकेको छ। हिजो चाहिँ बल्ल बल्ल 3 दिन पछाडी चाहिँ के भन्छ बोकिसक्यौं हामीले चाहिँ खेताला लगाएर। अनि सो यु क्यान सी गाइस यहाँनिर छ दाउराको भारी दाउराहरु। अनि यता पनि तल पनि राखेको छ अनि बाकी चाहिँ यता छ है गाइस। अनि सो त्यही हो। अनि सो गाइस एनीवेज अनि आज चाहिँ के भन्छ 2081 को फागु पूर्णिमा रे खेल्ने दिन। सो सबैजनालाई ह्यापी होली गाइस। अनि त्यही हो म चाहिँ अब मनाउँदिन होली पनि किनकि मलाई चाहिँ एकदमै एलर्जी हुन्छ कलरबाट। सो अनि म चाहिँ मनाउँदिन। अनि सो आज चाहिँ म घरमै स्टिल अब मेरो चाहिँ कार्यक्रमहरु हुन्छ होला नुहाई धुवाई गर्ने नि के भन्छ दाउराहरु पनि यहाँनिर थन्काउनु छ। सो यही कामहरु हुन्छ होला मेरो आज आई होप। अनि थाहा छैन। अनि त्यही हो वेदर छ यस्तो गाइस है। पानी पनि परेको छ एकदमै वेदर एकदमै खतम भइरहेछ। म चाहिँ आज माथितिर जाने विचार थियो सो तर भएन गाइस किनकि यस्तो छ वेदर। अनि पानी परेको पनि छ सो म चाहिँ गएन यो गाइस। अनि अब घरमा यो चिसो मौसममा घरिघरि सिरिकले गुटु भएर चाहिँ सर्लक्क सुत्न मन लाग्छ नि तर के गर्ने गाइस हैन। और अभी तो रुको क्लाइमैक्स अभी बाकी। यस्तै हो गाईलाई फेरि के भयो रिस उठिराखेको आयो घरमा परागरा छ यार मलाई। सो त्यही हो गाइस है। अनि अब चाहिँ म चाहिँ बिहान चाहिँ मेरो चाहिँ फेरि मर्निङमा चाहिँ अब त्यही हो खानासाना बनाउनु पर्ने हुन्छ। सो खानासाना रेडी हुँदैछ अब मेरो। अनि अब खानासाना पकाउनु पनि सुरु गरिराखेको छु। सो गाइस है किप लभिङ है गाइस है। तपाईहरुले गर्नुभएको मायाहरुप्रति म एकदम आभारी छु गाइस है। किप लभिङ है गाइस है। अनि त्यही हो जति पनि नयाँहरु हुनुहुन्छ मेरो भिडियो नयाँहरुले हेर्दै हुनुहुन्छ नि प्लिज के भन्छ सब्स्क्राइब गरिदिनु र शेयर गरिदिनु चाहिँ नबिर्सिनु होला गाइस सबैजनालाई। अब यो चाहिँ म आग्रह गर्न चाहन्छु। अनि त्यही हो सो गाइस। अनि आजको डेमा चाहिँ मैले के गर्छु त भन्ने कुराहरु म तपाईहरुलाई त डेफिनेटली देखाउने छु। सो इन्जोय द भिडियो। म एकछिन भेट्ने छु है त। किचन अनि यहाँ पाक्दैछ हाम्रो चाहिँ। म चाहिँ आज चाहिँ आलु र गुन्द्रुक पकाउनु पर्यो भनेको। अनि सो मेरो तातो पानी चाहिँ यसैले राखेको छु। मर्निङमा चाहिँ सबैजनालाई तातो पानीहरु चाहिँ खानु होला गाइस। म चाहिँ त्यो सजेसन पनि दिन चाहन्छु हैन। एकदम हेल्थको लागि चाहिँ एकदम राम्रो हुन्छ। छिटो लाग्न सुरु भयो है। अब मैले आलु उसिनेको छु। अनि आलुमा चाहिँ चट्टा आलु उसिनेर चाहिँ चट्टा आलु र गुन्द्रुक पकाउने मेरो सोच छ गाइस। अनि यो चुला चाहिँ मैले बनाएको गाइस है। मेरो कला नि फेरि यो चाहिँ हैन त्यो मान्छे कला गाह्रै हो नि फेरि। ओके गाइस एकछिन भेट्छु है त म हजुरहरुसँग। सो गाइस अनि हामीले चाहिँ खानासाना पनि खाइसक्यौं अब चट्टासँगले। अनि सो अब मेरो चाहिँ यहाँनिर एउटा आरीमा कपडाहरु भिजाइ राखेको छु। सो त्यो धुन छ अब। अनि यहाँ पानी तताइराखेको छु नुहाउनलाई है गाइस। एकदम चिसो छ हाम्रो गाउँठाउँको पानी चाहिँ फेरि यतिखेर एकदमै चिसो छ नि त। सो चिसो पानीले नुहाउँदाखेरि चाहिँ फेरि अलिअलि भएको छालाहरु पनि पुरै आइस जस्तो भरै होला जस्तो हुन्छ नि त फेरि। अनि त्यही भएर सो पानी चाहिँ हामीले चाहिँ कम्पलसरी नै तताउनु पर्ने हुन्छ गाइस। अनि त्यही हो। अनि सो अब हेरौँ कपडा धुइसकेपछि फेरि कहाँ जानु मन लाग्छ के गर्नु मन लाग्छ हेरौँला त्यसपछि गाइस हैन। थर्ड म चाहिँ दाउराको चाङ लगाउँछु होला किनकि अब फेरि बाहिर राखेर मात्रै नि भएन नि त। अब त्यसलाई फेरि ओसिलो के ओपानो ठाउँमा राख्नु पर्यो पछि त बाल्नु पर्यो गाइस हैन। सो एनीवेज गाइस स्टे अन। अनि सिनो हेरौँला अब यो धस्काई काण्ड हान्नु पर्यो कि धस्काई काण्ड चक्केर सकाइहाल्नु पर्यो। अनि त्यसपछि चाहिँ लेट्स सी है त गाइस। मैले अस्ति नै उयो गरेर खनेर रोपेको किराहरू जस्तो भएछ। यहाँको चाहिँ आई डोन्ट नो के भयो मरिछ है। यो चाहिँ पुरै खनेर रोपेको थियो हामीले। सो
अहिले चाहिँ आधी सरो चाहिँ यहाँ बिचमा चाहिँ मरेछ कि अनि सो उता त राम्रै रहेछ अहिले न के भयो एनिवेज ठिकै छ गाइस हैन जे छ त्यही र जति छ त्यतिमै खुसी हुन सिक्नुपर्छ सो त्यही हो एकछिनमा भेटौँला है त गाइस म चाहिँ कपडा धस्काउनु पर्यो पहिला अब सो हेलो गाइस म चाहिँ नुहाइ गरिसकेर अनि सबै यहाँनिर फेरि अलिकति हल्का है यो रुमको चाहिँ डेकोरेसन पहिलाको भन्दा चाहिँ हल्का चेन्ज हाल्नुपर्ने हो जस्तो लाग्नु थाल्यो अनि हल्का सरसफाइ पनि गइराखेको छु चाहिँ अनि आजको दिन चाहिँ मेरो यतिकै जाला जस्तो गाइस होइन मैले चाहिँ अरू कामहरू पनि गर्छु होला भनेर सोचेको छु बट नभइएला जस्तो छ होइन अब किनकि अब त्यही हो अलिकति यहाँनिर खतरै तरिकाले सरसफाइ हाल्नु भन्ने सोच भनिरहेको छु अनि त्यो नाचसाच लगाएर होइन दिइरहेको छु कि म चाहिँ एन्ड देन त्यही हो अब हेरौँ अब कति टाइम लाग्छ सो त्यसपछि अब फेरि किचनतिर छिर्ने समय हुन आँटिसक्यो अब अलमोस्ट बजिसकेको छ सो अब किचनतिर पनि छिर्नै पर्छ फेरि गाह्रो छ फेरि मलाई के हो गाइस होइन अनि अब किचनतिर पनि छिर्नु पर्दैन सो अनि दाउराको चाङहरू लगाउनु चाहिँ नभइहाल्ला जस्तो नै छ सो त्यही हो अब यहाँनिर सफा चाहिँ फेरि ड्याङहरू चाहिएर म तपाईँहरूलाई सफा चाहिँ यो तरिकाले हानिँदैछु गाइस होइन यताको चाहिँ मिलाइसकेको छु तर यहाँको मैले यो बढाल्दैछु अनि यताको चाहिँ जोस् सकेसम्म अब यताको चाहिँ यो यिनीहरू चाहिँ अब कम्प्लिट भइसकेको छ तर मैले यसलाई चाहिँ यो के अरे यहाँको भुइँमा ओछ्याउने हो नि त सो यसलाई राखिदिएको छु अनि यहाँ माथि चाहिँ हाम्रो जति पनि एक्स्ट्रा ओर्ने ओछ्याउने थियो सो त्यसलाई चाहिँ मैले त्यहाँ राखिदिएको छु अनि सो अब यहाँनिर चाहिँ पुरै यसले मलाई हेरिरहेको छ कि यसको दारा खुस्काइदिन्छु यसरी म बात त सही है टेन्सन नगर्नुहोस् त्यसको लागि यसलाई चाहिँ मैले व्यवस्था हानिहाल्छु होइन गाइस अनि त्यही हो सो अब यतातिर चाहिँ छोटो मैले सबै बनाइदिइसकेको छु अब त्यही हो गाइस अब यहाँनिर चाहिँ अनि मैले चाहिँ यसमा कलेक्सन गरिरहेको छु प्लास्टिकमा अनि यसलाई चाहिँ फेरि हामी चाहिँ बाहिर फाल्दैनौँ यहाँनिर हाम्रो चाहिँ घर प्रत्येक एउटा डस्टबिन चाहिँ हुन्छ सो त्यसलाई नै अब त्यहाँनिर चाहिँ लगेर कुन तरिकाले चाहिँ उयो गर्ने भन्ने कुरा आउँछ त्यसपछि त्यसलाई चाहिँ त्यहाँनिर उयो गरिन्छ सो एनिज गाइड त्यही हो अनि अब यहाँनिर यसलाई चाहिँ पहिला सकौँ अनि त्यसपछि फेरि म भेट्नेछु म कुन तरिकामा भेट्नेछु अब के गर्न हुँदाखेरि भेट्नेछु भन्ने कुरा चाहिँ एकछिनलाई नै गएपछि थाहा हुने कुराहरू हो सो आई डोन्ट नो नाउ है एकछिन भेट्नेछु गाइड सो स्टेडियम मेरो दाजुलाई दिदी बहिनी हो फाइनली गाइज मैले चाहिँ यहाँनिर रुम चाहिँ सबै कम्प्लिट गरिसकेको छु सफा गरेर अनि यहाँको जो सुयोहरू सबै होइन यु क्यान सी है गाइज अनि चट्टो लगाएर यस्तो बनाएको छु अनि यो चाहिँ 404 चाहिँ यो चाहिँ लानुपर्ने छ फेरि है आया कुरे सो यु क्यान सी है यो चाहिँ हाम्रो हल रुम रहेको छ यो चाहिँ हाम्रो टिभी कोठा हो गाइज है यतातिर पनि सुत्ने चाहिँ गरिन्छ तर यस्तो हुन्छ गाइज है गाउँघरतिरको घरहरू चाहिँ अब जे होस् भनौँ न मेटेरियलहरू चाहिँ हामीले चाहिँ म्याक्सिमम् काठहरू युज गरे हुन्छ काठ अनि जस्ता अनि ढुङ्गा अनि माटो त्यही हो होइन पहिलातिर नै बाट नै गरिआएको र चलिआएको अनि गरी ल्याएको भनौँ न सबै कुरा अनि त्यही हो सो यो रहेको छ हाम्रो रुम है त गाइज यहाँनिर त्यसरी डस्टबिन बनाएको हुन्छ गाइज होइन यो चाहिँ पछि कलेक्सन गरेर हामी चाहिँ यसलाई टाढा लगेर के अरे उसमा उयो गरिदिन्छौँ अथवा डढाइदिन्छौँ त्यसलाई चाहिँ यहाँ राखिन्छ यसरी यो चाहिँ हाम्रो घर प्रत्येक हुन्छ गाइज होइन अनि त्यही हो अनि त्यो गाइज अनि आजको दिन चाहिँ मेरो कपडा धुँदा र नुहाइधुवाइ गर्दा अनि त्यही गर्दा नै सक्यो किनकि फेरि कपडा धुन पनि एक दिनै लाग्ने रहेछ भनेर चाहिँ नसम्झिनु होला होइन गाइज अब सम्झे पनि सम्झिनुहोस् गाइज होइन त्यो चाहिँ कस्तो भने अब मेरो मात्रै होइन मेरो भगवान् छन् यहाँनिर उहाँ हुनुहुन्छ भगवान् उता कुद्दैछ उता भगवान् उसको पनि ओर्ने ओछ्याउनेदेखि लिएर ओर्ने कपडाहरूदेखि लिएर सबै कुराहरू दिनेको थियो के अरे ओछ्याउनेको कपडाहरू भयो सबै कुराहरू धोएको थिएँ सो टाइम चाहिँ एकदमै धेरै लाग्यो अनि रुमहरू सफा गर्दाखेरि त्यहाँदेखि अनि त्यसलाई चाहिँ डेकोरेसनदेखि लिएर एभ्रिथिङ होइन गाइज है त्यतिकै दिन बित्यो सो आज चाहिँ मैले दाउराहरू पनि यहाँनिर हार लगाउने कुरो थियो सो केही छैन अब नेक्स्ट डे
मेबी टुमरो तर टुमरो त भ्याउँदिनँ होला भोलि चाहिँ खोरे फाड्नु जानुपर्ने कुरा गर्दै हुन्थ्यो अब कोदोको बिउ पनि राख्ने समय आइसक्यो नि त अब कोदो रोप्ने समय बिस्तारै बिस्तारै आउँछ अब ठ्याक्कै समय चाहिँ भइसकेको छ कोदोको बिउ राख्ने चाहिँ अनि त्यही भएर सो त्यही दाउरा काटेकै ठाउँमा चाहिँ अनि त्यही पत्करहरू पहिलाको अलिकति पन्साएर अनि त्यसपछि भएको घारीहरूलाई चाहिँ फाँडेर त्यो तरिकाले चाहिँ हामी चाहिँ अब खोरेहरू बनाउने कुरो छ सो त्यसको लागि चाहिँ नोइज गाइज त्यसको पनि भ्लग आउने छ गाइज होइन अनि त्यही हो अब सो अब चाहिँ एकदम रात पनि पर्न आँटिसक्यो सो यु क्यान सी गाइज है आजको वेदर हेर्नुहोस् न यस्तो ओ माई गड यो के खालको वेदर हो यस्तो ओ माई गड कहीँ खुलेको छैन भने सो एनिवेज गाइज त्यही हो अनि एकछिनमा कुरा गरौँला एकछिनमा भेटौँला अब म चाहिँ किचनतिर प्रस्थान गर्नेछु किनकि हजुरआमा हुनुहुन्छ हजुरआमा चाहिँ हाम्रो लागि भगवान हो ऊ नभएको भए सायद हामी हुँदैन थियो होला होइन सो उनीहरूलाई यस्तो हो गाइज है अब हाम्रो आमाहरूलाई जुन हजुरआमाहरू हुनुहुन्छ बुढी आमाहरू हुनुहुन्छ उहाँहरूलाई हामीले चाहिँ सेवा गर्न पाउनु चाहिँ हामी चाहिँ एकदम गर्व सम्झिनुपर्छ गाइज है त्यो चाहिँ फेरि उनीहरू थिएन भने हामी डेफिनेटली हुँदैन थियो प्लस उनीहरूको गुणलाई हामीले कहिले पनि तिरेर सकिन उनीहरू जुन आमाहरू हुनुहुन्छ नि आमाहरूको गुण हामीले कसै गरेर पनि तिर्न सकिन जति सक्नुहुन्छ उहाँहरूलाई माया अनि अब के अरे तातो चिसो के खानुहुन्छ के लाउनुहुन्छ हेन तेन दुनियाँ त्यो चाहिँ तपाईँले सोध्नुहोस् कृपया तपाईँहरूले अरू केही नभए पनि एउटा आशीर्वाद पाउनुहुन्छ त्यो नै ठुलो कुरा हो गाइज है सो म चाहिँ आमालाई अब खाजाहरू पनि बनाएर दिन्छु अनि त्यसपछि म चाहिँ कुकिङमा लाग्नेछु अनि बेलुकाको डिनर रेडी गर्नु पऱ्यो गाइज त्यही हो होइन अब ढिलो नगरी म चाहिँ कुकिङतिर किचनतिर छिर्छु है त किप इन्जोइङ गाइज म चाहिँ अनि यहाँनिर पुरै गुन्द्रुक र आलु चट्ट लसुन डढाएर बनाइसकेको छु ग्याङ अनि यहाँनिर खाना पाक्दैछ अनि आमाहरूलाई खाजासाजा बनाएर पनि दियो आमाहरूलाई अनि त्यसपछि अब यहाँ तिते भेन्डी यो तपाईँहरूले कतिपयले चिन्नुहुन्छ या चिन्नुहुन्न होइन यो चाहिँ मैले चट्ट यहाँनिर राखेको अनि अब फेरि काट्दैछु यसलाई सो यो चाहिँ भुटेर खानालाई एकदमै डेलिसियस हुन्छ गाइज होइन अनि सो मलाई चाहिँ एकदमै मनपर्छ अनि हाम्रो हजुरआमालाई पनि ठुलामालाई पनि हामी चाहिँ आमालाई हजुरआमालाई ठुलामा भन्छौँ आमालाई सानामा भन्छौँ सो हाम्रो ठुलामालाई चाहिँ एकदमै मनपर्छ अनि सानामाहरूलाई पनि एकदमै मनपर्छ सो हाम्रो अब फ्यामिली होल फ्यामिलीलाई नै एकदमै मनपर्ने भएकोले गर्दाखेरि यसलाई चाहिँ म बनाउन गइरहेको छु एकदमै लसुन डढाएर खरिलो टाइपले होइन गाइज सो त्यही भएर यहाँनिर मैले काट्दै पनि छु सो त्यही हो जब चाहिँ यो तिते भेन्डीलाई भुट्नलाई चाहिँ हामी रेडी गर्दैछौँ अनि सो यहाँ कराई चाहिँ बसाइसक्यौँ अनि यसमा चाहिँ हामीले मसलाको रूपमा ओन्ली युज गर्छौँ गार्लिक अनि गार्लिकको पेपर है त गाइस गार्लिक पेपर र गार्लिक मात्रै युज गर्छौँ है त सो एकदमै मिठो फ्लेभर आउँछ यसो गर्दाखेरि सो त्यही हो गाइस अनि अब यसलाई चट्टसँगले पकाएर चाहिँ मस्तसँगले खानुपर्छ नि मेरो साथी होइन त्यसपछि यसलाई हाल्दै सो गाइज वेलकम ब्याक है अनि हिजो चाहिँ मैले भिडियो इन्ड गर्न पाएको थिएन गाइज सो आज चाहिँ इन्ड गर्दैछु है अनि हिजोको दिन चाहिँ त्यस्तै भयो बेलुकाखेरि चाहिँ इन्ड गर्नु पऱ्यो भने के थियो दादाहरूले फेरि बोलाएर पर गएको थियो हामी चाहिँ एकछिन दाइहरूको फेरि खतरा खालको ग्यादरिङ रहेछन् अनि त्यता गयो एकछिन सो गाइज त्यसको पनि भिडियो हाल्ने छु म सो गाइज त्यही हो अनि आई होप यु गाइज लाइक टु माई भिडियो डु लाइक सेयर एन्ड सब्सक्राइब त्यही हो अनि हिजो चाहिँ खासै कामहरू पनि भएन त्यही हो यस्तो यताउता गर्दै सक्यो दिन मेरो हिजो चाहिँ अनि सो त्यो नै थियो हिजोको अपडेट गाइज अनि आज चाहिँ सायद अब हेरौँ आजको चाहिँ के हुन्छ So anyways guys, I hope you guys like to my video. Do like, share and subscribe guys. Keep loving, keep supporting guys है अनि त्यही हो जति पनि नयाँ हुनुहुन्छ नयाँ हुनाले चाहिँ गाइस मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला अनि बेल आइकन थिच्न पनि नबिर्सिनु होला भन्दै गाइस बाइ सी यू द नेक्स्ट भिडियो लभ यु अल बाइ